विवाह भनेको केवल दुई व्यक्तिको सम्बन्ध मात्र होइन, दुई परिवार बीचको गहिरो भावनात्मक, सामाजिक र सांस्कृतिक सम्बन्ध स्थापना गर्ने पवित्र संस्कार हो। यो जीवनको एक यस्तो मोड हो जहाँ दुईजना प्रेम, विश्वास र समझदारीका साथ मात्र होइन, दुई फरक पृष्ठभूमिका परिवारहरू पनि आपसमा जोडिन्छन्। जब दुई व्यक्तिको विवाह हुन्छ, उनीहरूको मात्र जीवन परिवर्तन हुँदैन, उनीहरूका परिवारको सोच, शैली र संस्कार पनि एउटै ढाँचामा विस्तार हुँदै जान्छ। दुलहा र दुलहीले मात्र होइन, उनीहरूका आमाबाबु, दाजुभाइ, दिदीबहिनी सबैले यो सम्बन्धलाई आत्मसात गर्नुपर्छ। यसरी विवाह एक सामाजिक सम्झौता मात्र नभई एक पुल हो जहाँ दुई परिवार बीचको दूरी हटाएर आत्मीयता, सहयोग र समर्पणका धागाहरूले नयाँ सम्बन्ध बुनिन्छ। पारिवारिक तानाबाना मजबुत बनाउन विवाहले महत्त्वपूर्ण भूमिका खेल्छ। दुःख सुखमा साथ दिने, उत्सवहरूमा रमाउने, संस्कार आदान प्रदान गर्ने जस्ता क्रियाकलापहरू यही सम्बन्धले सम्भव बनाउँछ। कहिलेकाहीँ फरक फरक सोच र परम्पराका कारण केही चुनौतीहरू आउन सक्छन्, तर समझदारी, धैर्यता र सम्मानले ती सबैलाई सहज रूपमा समाधान गर्न सकिन्छ। आजको आधुनिक युगमा पनि जहाँ व्यक्तिगत स्वतन्त्रता र जीवनशैलीले प्राथमिकता पाएको छ, विवाहले पारिवारिक मूल्य र परम्पराको संरक्षण गर्ने काम गरिरहेको छ। यो परम्परा केवल सामाजिक बाध्यता नभई मानव समाजलाई मजबुत बनाउने आधारभूत इँटामध्ये एक हो। अन्त्यमा भन्नुपर्दा विवाह भनेको दुई हृदयको मिलन मात्र होइन, दुई परिवार बीचको सम्बन्धलाई नजिक बनाउने एउटा पुल हो जहाँ विश्वास, प्रेम र सद्भावको यात्रा सुरु हुन्छ। विवाह सम्बन्धलाई कसरी मजबुत बनाउन सकिन्छ? विवाह जीवनको एउटा महत्त्वपूर्ण अध्याय हो जहाँ दुईजनाले सँगै जीवनको यात्रा तय गर्ने निर्णय गर्छन्। यो सम्बन्ध प्रेम, विश्वास, सम्मान र समझदारीको आधारमा टिकिरहन्छ। तर समयसँगै व्यस्त जीवनशैली, जिम्मेवारी र विचारको भिन्नताले विवाह सम्बन्धमा उतार चढाव आउन सक्छ। यस्तो अवस्थामा सम्बन्धलाई मजबुत बनाइराख्नको लागि सचेत प्रयास आवश्यक हुन्छ। यहाँ विवाह सम्बन्धलाई बलियो बनाउन केही महत्त्वपूर्ण उपायहरू प्रस्तुत गरिएको छन्। 1. खुला संवाद, ओपन कम्युनिकेसन। सकारात्मक र इमानदार संवाद विवाहको मेरुदण्ड हो। आफूलाई मन परेको कुरा मात्र होइन, मन नपरेको कुरा पनि शान्तिपूर्वक व्यक्त गर्न सक्नुपर्छ। मनमा राखेर बस्नुभन्दा समस्या समयमै सुल्झाउनु राम्रो। विश्वास र निष्ठा। विश्वास बिना कुनै पनि सम्बन्ध दिगो हुन सक्दैन। एक अर्काको व्यक्तिगत जीवन, निर्णय र सोचमा विश्वास गर्नु र साथ दिनु अत्यन्त जरुरी छ। साना कुरामा पनि झुट बोल्नुभन्दा सत्य बोल्नु राम्रो। एक अर्कालाई समय दिनुहोस्। व्यस्त जीवनमा पनि एक अर्काका लागि समय छुट्याउनु आवश्यक हुन्छ। सँगै खाजा खाना खानु, हिँडुल गर्नु वा सानो कुराकानी नै किन नहोस्, यिनले सम्बन्धमा आत्मीयता बढाउँछ। सानो छोटो कुरामा कदर गर्नुहोस्। एक अर्काको कामको प्रशंसा गर्नु, सानो प्रयासको कदर गर्नु सम्बन्धमा सकारात्मक ऊर्जा ल्याउँछ। धन्यवाद, म तिमीलाई माया गर्छु, तिमीले राम्रो गर्यौ जस्ता शब्दहरूले सम्बन्धमा मिठास थप्छ। आपसी समझदारी र धैर्यता। प्रत्येक व्यक्ति फरक हुन्छन्, त्यसैले सोच, शैली र बानीमा भिन्नता हुनु स्वाभाविक हो। सानातिना कुरामा झगडा गर्नुभन्दा धैर्य राखेर समाधान खोज्नु बुद्धिमानी हुन्छ। आलोचना होइन, सुझाव दिनुहोस्। समस्या देख्दा साथीलाई दोष लगाउने भन्दा पनि सहृदयतापूर्वक सुझाव दिने बानी बसाल्नु राम्रो हुन्छ। आलोचना गर्नाले सम्बन्धमा तिक्तता आउन सक्छ। सँगै निर्णय लिनुहोस्। परिवार, आर्थिक वा भविष्यका कुनै पनि निर्णय सँगै बसेर लिनु सम्बन्धलाई सशक्त बनाउँछ। यसले दुईजना बीचको साझेदारीको भावना बलियो बनाउँछ। क्षमा गर्न जान्नुहोस्। कुनै पनि सम्बन्धमा गल्ती हुन सक्छ। गल्ती स्वीकार गर्ने र एक अर्कालाई क्षमा गर्न जान्ने बानीले विवाहलाई टिकाउ बनाउँछ। अहंकार भन्दा माया ठूलो हुन्छ। धन्यवाद।
laden hang kunting hang rep klaro mana dalwa aku ko sammain istamitra sarchime ki bulkutumba bhana bhandara aku lasing mathaswa namasing mathaswa kete ketla aku ani amu roso sing manu sangge sing manu yoso sing manu hongge sing maladen hang kunting hang are aku ngamo ko nama lasing mathaswa nama sang mamang mathaswa lasing na se thanna ben Hai thararu sangseri me thane lo khamulorang thangaro tingning na hena mukor roso singma sangi singma yoso singma hongge singma laingal thang thektra mueptra tingting na hena mukor jamma laging bele epte sororu rang base la चुरोट खाने कोही छ लाइटर
ल ल बाई भाइ ल राम्ररी जानु होला ल पछि भेटौँला है ल भाइ सिटमाले फोटो खिचेको त यहाँ हेर्नुपर्छ धेरै बिदा है ल ल हैन पछि भेटौँला फेरि शुभ काममा भेटौँला कान्छी बग्यो नि छान्दै तिमीलाई खोज्दै आए म कान्छी मायाको जाल हान्दै मायाको जाल हान्दै घर हाम्रो माछी जङ्गलैमा परौली सोल्टिनी कान्छी माछी जङ्गलैमा सुसेली लाउँदै ओह्रालो आउँदै भन्ज्याङमा झरेर सुसेली लाउँदै भन्ज्याङमा झरेर
नै बजार झलरा मला पूर्व है झुक्यो घाम धरानै बजार झलरा मला पूर्व है झुक्यो घाम दिन रातै भरि सम्झना आउँछ जप्छु नि तिम्रै नाम जप्छु नि तिम्रै नाम घर हाम्रो डाँडा बजार लाप्चे टारैमा परौली सोल्टिनी कान्छी माछी झैँ जालैमा परौली सोल्टिनी कान्छी माछी झैँ